हाई गाइज, इसमें प्रीति, वेलकम ब्याक टु माई च्यानल। अहिले चाहिँ हामी ठुलो मम्मीहरूकोमा छौँ अनि बिनुको इन्गेजमेन्ट आज। अनि छाडी अब हेर्न जाउँ डेकोरेसनहरू। यो हुन् हाम्रो आजको स्पेसल मेहमान। के भन्छ तिमीलाई आज? खोइ पछिको ब्राइड टु बी। आज इन्गेजमेन्ट टु बी हो। ओ ब्राइड इज सिटिङ देयर। हेलो हाई भन। तिम्रो आज के हो छोरी? हाई भन न। दिन साडीको के आज? गुनीचोली गर्ने मान्छे। मेरो चाहिँ सबै ग्लु लागेर अनुहारभरि केही छैन। भैया लागेछ त। झाइ यो मेनली इज अ पर्फेक्ट एक्जाम्पल। ही युज टु लभ मी अ लट। अब अगाडि दिएको होला। अलि डोन्ट लभ। त्यस्तो भएन कसरी ज्वाइँ भन्ने म उसलाई अब ज्वाइँ फेरि ज्वाइँ जेठी सासू हाम्रो त भिनाजु। मलाई त भन्नु आउँदैन यार। ज्वाइँ कसरी भन्नु? ज्वाइँ जय नमस्ते। मैले नमस्ते भन्दैन, उसले नमस्ते भन्छ मलाई। हामी चाहिँ यहीँदेखि भिनाजु नमस्ते भन्छ। अन्त भन्नुहुन्छ हाम्रो जस्तो फोन छ त्यस्तै ठिक छ। सपोज मलाई सम्झी भन्नु सपोज मलाई सम्झी भन्न भित्र भन्न मान्छे ज्वाइँ सन्चै हुनुहुन्छ। यस्तो गर्दैछ त अनि ज्योति साहेब भनिदिनुहोस्। अनि दिदीको इन्गेजमेन्ट कस्तो लागिरहेछ तिमीलाई? खोइ मलाई लाग्यो, यसलाई त लाग्छ मलाई। तल दादाले यही कोठामा हेर्न आउनुभएको थियो। दादाले मलाई यो कोठामा हेर्न आउनुभएको, दादाले मलाई स्कुलको कोठामा हेर्नु। डेकोरेसन पनि लगभग सकिसकेको छ। कतिखेर आउने हो तिमीलाई अरे भएन यो चाहिँ भएन। तर तिमीले नभन है केटी। आन्सर तिमी मलाई के भन्छौ मन्जित? आजदेखि अब प्रीति दिदी नमस्ते भन्ने। अब तपाईँ भन्नु नि। ल म सुन्छु ल। हेलो के गर्दै हुनुहुन्छ? यो चाहिँ मेरो आजको आउटफिट हो। देखाउ त तिम्रो न। म चाहिँ लुगा लगाएको मात्र छु। अब बिनुसँग पार्लर गएर आएर म मेकअप गर्छु। बिनुलाई लरा गएर हामी चाहिँ रेडी भइसकेको छु। बिनु चाहिँ मलाई त कस्तो के यो मान्छेले गर्दा म कति ढिलो रेडी भयो। यो त्यो मान्छेले गर्दा मलाई कति रिस उठ्यो आज त्यो अटो। मान्छे खोइ म त कस्तो केही नलगा जस्तो देखेको है। कस्तो सिम्पल लाग्दै मेरो पर्खिँदैन। यहाँ त बस्यो नि। ल दिदीबाट सूर्य त हाई हेलो भनिदिनु। दिदी हाई भनिदिनु। ब्लग बनाएको हाई। म चाहिँ पछाडिदेखि मंगलम भगवान विष्णु मंगलम गरुड़ध्वज मंगलम पुंडरीकाक्ष मंगलाय छैन पता हेलो यहाँ घुम्नु पर्दैन के
नै बिस्तारै यहाँनिर चाहिँ कस्तो उयो भएको यहीँदेखि राम्रो आएछ नि त्यो हाम्रो त कस्तो माथि यहाँ गर्मी छैन, यहाँ हावा छ, यहाँ त शीतल छ। अङ्कल बिजी त्यही तपाईँ एकछिन बस्नु ल। एउटा लाइटिङ गरिदिनु त पक्कै त्यो पनि न दुईटै माला हो। बसेर बसेर ताली खोइ पुण्डरीकाक्ष मङ्गलाय तनु आउनु अगाडि तल चामल गल छ डिस्टर्ब त गर्दैन कति लाने पानीको चन्दन लगाइदिने तिलानी पानीमा आमा यता बस्ने बुवा उता बस्ने गन्धद्वारं दुराधार सामनित्यं पुष्टं करिष्येम अक्षता लगाइदिने अक्षन्नमेव दन्तय प्रिया दुःखद अस्तुखद शोभानुनिविष्टयामति जो जान्विन्द्रते हरि फुल लगाइदिने श्रेष्ठ सते लक्ष्मी सबज्ञा बहुरात्रे पार्श्वे नक्षत्राणि रूप विष्णु व्यक्तम वैष्णव निघाड मैघाड सर्वलोकम मैघाड दियो हेर्नु त बलिरहेछ नि अब त फुलले सबैतिर पानी सर्किदिने अगाडि ओम पवित्र पवित्र वास सर्वतो विवाह स्मृत पुण्डरीकाक्षम सभाभ्यन्तर शुचिपुवाले निकालेर शिरमा दिन्छ जल सेचन गर्ने ओम पुण्डरीकाक्ष पुनातो ओम पुण्डरीकाक्ष पुनातो ओम पुण्डरीकाक्ष पुनातो हो अब कुश लिएर पानी समाउने हरि ओम तत्सत् हरि ओम तत्सत् तीनचोटि विष्णु 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 भन्ने जले विष्णु स्थले विष्णु विष्णु भरतमस्तके ज्वाला मालकुले विष्णु सर्वं विष्णुमयं जगत् श्रीमद्भगवद्गीता बृहस्पतिर्ददातु प्रेखदस्वामरतः कृष्णमातरः शुभं ज्यावानो विदते कुसग्मय अर्निर्जो वामनवः सूरचक्षुषो विश्वे नो देवा अवसागमन्य फुल्पनि सुराकितिं शिरमा श्री सदे लक्ष्मी सौज्ञा बहुरात्रे पार्श्वे स्वस्ति स्वस्ति क्रोधात्र स्मादक्या मोदक्या मैतत्ते ती पनि माग्नु
अब कलशमा पूजा गर्ने हामी ब्राह्मणा वन्दमानस्ता अश्विन यजमानस्य शीलत अब कलशलाई यसो गरेर छुने कलशस्य मुखे विष्णु कण्ठे रुद्र समस्थिता मूले स्थितो ब्रह्मा मध्य मध्य सुरागणं कुक्षौ त सागर सर्वे मध्ये दिखो सुन्दर लाई अब जुगो लाउन सुरु गरिदिने पहिलाको यता र सौन्दर्य अब माला उहाँहरूलाई नै लगाइदिनु अनि मात्रै हामीलाई लाउन टिका त्यही ठाउँ पर्न सक्छ कौशिला गोत्रोत्पन्न अमुक नाम हम तपाईँको नाम बहादुर सपत्नी स्व भन्ने स्व हरि ओम महापृष्ठो देवपृष्ठो अग्नि पृथिव्यां पृष्ठो विश्वा करेरा विभे स्वावैश्वानरः सहसा पृष्ठो अग्नि मान्छे माला अब हामी धेरै नलाइदिनु थोरै लगाइदिनु त्यति लगाइदिनु पर्दैन कामरमा छोड्नु छोड्ले दिनु यसो छाउँदै राख्दै यो माथिको लाइटिङ मिलेन नि त किनभने वाइट हुनु पऱ्यो अनि मात्रै राम्रो त्यो ब्लू हालेर त्यस्तो भएको ब्राइटनेस पनि कम गर्छ होइन फुल छ पछि गएर बेमाथि माथि लाइट बनाउनु मिल्छ होला पछि बेमाथि माथि वाइट लाउनु है यस्तो निलो लगायो भने राम्रो हुन्छ एउटा होइन त्यो घामले नि लगाइदिनु सक्छ चिनीलाई स्वाद चिनाइदिएकै छ भिनाजु भनेर यो चाहिँ मैले चलाएकै छैन भर्खर एकछिन नरोइकन बस न पानी होला तर रिसाउन चाहिँ पाइँदैन मेरो आफ्नै अनुहार राम्रो आउँछ मेरो स्टेपवाला टिकटक ट्रेन्ड एउटा टिकटक मैले ड्राफ्टमा राखेको छु जुन तिनजनाको मात्रै अलिक हाँस्नु पर्यो देखाएको आयो चाहिँ हेरेको हेरे हामी चाहिँ हेरेको हेरे देखेकै छैन मलाई कस्तो देखाइदिएन हामी चाहिँ हेरेको हेरे यहाँ हाम्रो कति बेला ड्रन आउँछ हाम्रो पाली नै आउँदैन सुन न हाम्रो त पाली नै आउँदैन बिचरा रोजा यहाँ एक्लै भइरहेको छु बिनुको बेस्टु यता यहाँ हेपेर केही छैन हामीलाई होइन अहिले लाइटिङ अलिक उयो भएर
आमासँग किन भरे पठाएको यता अलिक यता बस्नु न यता यता क्यामेराम्यान ल यता हेर्नु एकछिन ल गीता दिदी होइन हेर्नु ल यता ल यता अहिले यो निकालेपछि कि सामान हिँड्नेमा त यहाँ आउँछ होइन अनि सुन्नु न हामी गयो मन्जित अङ्कल हामीलाई चिन्नुहुन्छ ठाउँमा त बिर्सेँ तिमीलाई अहिले जानुपर्छ ल अघि भन्दैछ भाइले हौ अहिले जानुपर्छ ल के अरे सानी विवेक ल छिटो खाइहाल खसीको मासु कस्तो भएछ अङ्कल मासु कस्तो भएछ अङ्कल के मिठो लाग्छ पकौडा कस्तो त बोल्नु पकौडा यस्तो मिठो छ मैले पहिला चाहिँ हात हल्लाई दिपेन्द्र कस्तो लाग्यो त भयो भन्नुहोस् न